एभ्रिवान, नमस्ते। आज चाहिँ मैले एक पनिर रोल बनाएको थिएँ। त्यो चाहिँ मैले र नानीले टेस्ट गर्न गइरहेको छौँ। एकदम टेस्टी बनेछ। म यसको रेसिपी देखाउन गइरहेछु है त हजुरहरूलाई। यो पनिर रोल चाहिँ मैले मैदाबाट बनाएको होइन, गहुँको पिठोबाट बनाएको हो। नानीहरूको लागि एकदमै हेल्दी हुन्छ। नानीहरूलाई खाजामा दिन सकिन्छ, नानीहरूको टिफिन बक्समा राख्न सकिन्छ। यसलाई चाहिँ बनाउन पनि सजिलो छ र मिठो पनि हुन्छ। केटाकेटीले मन पराउँछन् पनि। सुरुमा चाहिँ मैले 1 कप पिठो लिएँ। त्यसमा चाहिँ मैले स्वादअनुसार नुन, थोरै ज्वानो अनि घिउ राखेर यिनीहरू सबैलाई राम्ररी मिक्स गरेको छु। सबैलाई राम्ररी मिक्स गरिसकेपछि अब चाहिँ यसमा थोरै पानी राखेर एउटा सफ्ट डो तयार पार्दछु। यसरी मजाले मिक्स गरिसकेपछि चाहिँ अब यसलाई म स्ल्याबमा राखेर हातको सहायताले मजाले मुस्नेछु। पिठोलाई चाहिँ जति मजाले मुसो रोटी र पराठाहरू चाहिँ त्यति नरम बन्दछ। पिठो चाहिँ यहाँ रेडी भइसकेको छ। अब चाहिँ यसलाई म केही बेरको लागि छोपेर राख्छु। त्यसपछि चाहिँ मैले थोरै दही राखेँ, जिरा पाउडर, नुन, बेसारको धुलो र गरम मसला। हजुरहरू चाहिँ खोर्सानी खानुहुन्छ भने धुलो खोर्सानी राख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ मैले अदुवा लसुनको पेस्ट राखेँ। अब चाहिँ म यसमा पनिर राखेर पनिरलाई म्यारिनेट गर्न गइरहेको छु। त्यसपछि चाहिँ मैले एउटा प्याज लिएँ र प्याजलाई यसरी पातलो लामो लामो गरेर काटेको छु। अब चाहिँ म टमाटरलाई पनि यसरी नै काट्नेछु। यो टमाटर र प्याज चाहिँ अहिले पनिर बनाउँदाखेरिमा युज हुन्छ। अब चाहिँ म रोलको लागि लाछा पराठा बनाउन गइरहेको छु। यसको लागि चाहिँ मैले रोटीलाई पातलो गरेर बेलेको छु। रोटीलाई जति सक्दो पातलो गरेर बेल्नु पर्दछ अनि चाहिँ लाछा पराठा राम्रो बन्दछ। त्यसपछि चाहिँ मैले रोटीमा तेल लगाएँ र माथिबाट चाहिँ गहुँको पिठोलाई छर्किदिएको छु। यस्तो गर्नाले चाहिँ लाछा पराठा राम्रो बन्दछ र यसरी कपडा जस्तै यसलाई फोल्ड गरेपछि चाहिँ यसरी यसलाई हल्का हातले बेल्नु पर्दछ। लाछा पराठा चाहिँ मैले बेलिसकेको छु। अब चाहिँ यसलाई पराठा सेके जस्तै गरेर सेक्नु पर्दछ। एक साइड हल्का पकाएर फर्काउने र अर्को साइड मजाले पाकिसकेपछि माथिबाट तेल लगाएर वा घिउ लगाएर यसलाई दुवै साइड मजाले यसरी थिची पकाउनु पर्दछ। त्यसपछि चाहिँ यसको लेयरहरू पनि छुट्टिँदै जान्छ। मैले चाहिँ यसरी नै 2टा लाछा पराठा बनाएँ। 1 कप आटाबाट चाहिँ 2वटा पराठा बनेको थियो। अब चाहिँ म पनिर फ्राई गर्न गइरहेको छु। त्यसको लागि चाहिँ मैले यही प्यानमा थोरै तेल राखेँ र अघि मेरिनेट गर्न राखेको पनिरलाई चाहिँ यसमा फ्राई गरेको छु। पनिर केही बेर फ्राई भइसकेपछि चाहिँ यसमा हामीले अघि काटेर राखेको प्याज र टमाटरलाई पनि एड गर्नु पर्दछ। प्याज र टमाटर राखिसकेपछि यसमा चाहिँ फेरि थोरै नुन थप्नु पर्दछ। त्यस पछाडि चाहिँ यो प्याज र टमाटर सफ्ट हुन्जेलसम्मको लागि यसलाई चाहिँ हामी फ्राई गर्छौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ कस्तो मजाले फ्राई भइसकेको छ। हाम्रो प्याज टमाटरहरू पनि सफ्ट भइसकेको छ। अब चाहिँ यही प्यानमा मैले थोरै तेल राखेँ। एउटा अन्डामा थोरै नुन राखेर यसरी फिटेको छु र मजाले फिटिसकेपछि त्यही अघिको प्यानमा राखेको छु। अब यसको माथिबाट चाहिँ अघि बनाएको लाछा पराठालाई राख्दैछु। अन्डा चाहिँ मजाले पाकिसकेपछि चाहिँ हाम्रो पराठा चाहिँ रोल बनाउनको लागि रेडी हुन्छ। पराठाको माथि चाहिँ मैले मायोनिज लगाएँ। त्यसपछि चाहिँ यसमा मैले टमाटो केचप राखेको छु। अब चाहिँ यसमा अघि बनाएको पनिर फ्राईलाई पनि राख्नु पर्दछ। पनिर फ्राई राखिसकेपछि फेरि माथिबाट मैले थोरै केचप राखेको छु र यसरी यसलाई फोल्ड गरेर पकड्न सजिलो होस् भनेर तल चाहिँ मैले फोइल पेपरले यसलाई बेर्देको छु। त्यसरी फोइल पेपर बेरेर हजुरहरूले चाहिँ नानीहरूको टिफिन बक्समा राख्न सक्नुहुनेछ। यसरी घरमै एक पनिर रोल बनाउन सकिन्छ। यो चाहिँ हेल्दी पनि हुन्छ। यसमा मैदा युज भएको छैन। केटाकेटीको लागि राम्रो पनि हुन्छ र केटाकेटीलाई मन पनि पर्छ। यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भनेदेखि यस्तै नयाँ रेसिपीहरूको लागि भिडियोलाई लाइक, सेयर अनि च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला।